यत्रो पठाइस फोटो दुईटा अनि चिकाचिक गरेको फोटो किन पठाइस मेरोमा भिडियोमा किन पठाइस यो सारालाई ठोकेको मैले पठाइदिए माछिन रन्डीको बान हेर केटा काठले अहिले एकछिनबाट म तँलाई यो गरेर पठाउँछु फ्रेस माल पठाउँछु फ्रेस माल भन्दै यो मुजीले दिनदिनै सकेको छ हैन अस्ति नै पहिले सुरुमा चाक घोप्टेर पठायो ल अबदेखि नपठाए भनेर भने त्यस पछाडी छोलेर पठायो कागजमा यति छोलेर पठायो हैन अनि त्यस पछाडी सामान समातेर त भुत्ला गुलासुला सबै देखाएर पठायो त्यस पछाडी मान्छे बुढो भइसकेको रहेछ तर त्यहाँदेखि त फेरि 2-3 दिनमा त फेरि सबै सामानको फलक्क खोलेर सबै देखाएको छ बेहोरा सकेको रहेछ फेरि अब त अति नै भयो यो मुजीलाई यसको बुढीकोमा म लान्छु यसको बुढीमा अनि यसलाई चाहिँ कसरी राम्रो भन्नुहुन्छ तपाईहरु यसको त म बुढीकोमा यो त भाउजूलाई नभनी त म छोड्दिने क्या दाइ अहिले दाइ उता जानु भएको छ नेपाल जानु भएको छ दाइ आउनुहुन्छ नि दाइलाई नम्बर माग्छु भाउजूको अनि यस किन चिन्नु हुन्न त्यो मुजी त सकेको मेन्टल बुढो छैन एउटा त यो युगेको साइला भन्ने सकेको बुढो अनि अब गेम खेल्नु आउँछ गेम खेलो जित्यो पनिशमेन्ट म्याच भन्छ म हार्दाखेरि चाहिँ पाउले बेरेर पठाउने रे मलाई चाहिँ नाङ्गे झार पार्ने र कट्टु सट्टु सबै खुलाएर पठाउने रे कसले हार्दाखेरि चाहिँ भाग्छ हैन साइला त प्राय जस्तो हारे अनि र पूजा लामा पहिला यसले पठायो अनि मैले पठाइदिएको यसले पठाएको सुन चिक्ने सुन यसले पठाएको सुरुवात यसले गरेको ओए गोब्रे मुजी यसले पठाएको पुती त चिक्नेलाई सुन भन्दै छु माचिक्ने यसले पठायो मैले पठाइदिए पूजा लामा यसले पठाएको दुईटा यो मेरी क्वीनको तैले भिडियो जहिले पठाउँछ मलाई काण्ड अनि मैले पठाइदिएको पठाइस् कि पठाइस् माचिक्ने मलाई तीनटा भिडियो अनि ग्रुपमा आएको हुन्छ माचिक्नेलाई तँलाई मैले पठाइस् किन पठामाइदिए भने किन पठाइस् तरण्डीका बाले तेरो लाडो चाहिँ कसले पठाउला पहिला किन पठायो हैन साथी हो मैले गरेको र यसले सुरु गरेको अनि मैले पठाइदिए ओ सुन रण्डीका बान मैले मेरो के तँलाई कहिले पठाएको मण्डल मेरो कुनै मैले नबोले यार तरण्डीका बानलाई पठाएको मुजी मण्डल रण्डी भाग तँ किन बोल्छस् है मण्डल रण्डी ठोक यो युकेमा बसस रण्डी त हान्दिन्छु कार्डमा रण्डी नबोल है यार तँ मेरो लाइफमा पनि आइरहेको हुन्छ तँ भालु मण्डिस भने रण्डी मण्डिस हैन यो गोब्रे मुजीलाई ठोक्नु तेरो पुती चिक दिन्छु नि राडी भाग कहिले पहिला पठाएको मलाई भिडियो दुईटा अनि मैले पठाएको ओइ माचिक्ने मैले मेरो कहिले मेरो सामानको तँलाई फोटो पठाएको छु मलाई पठाएको पहिला ओ माचिक्ने मैले मेरो कहिले यसले पठाएको दुईटा पहिला यसले पठाएको मलाई भिसी अनि मैले अर्काको पठाएको ओइ मुजी गोब्रे सुन्ने माछको रण्डीको बान एउटा हुन्छ तरिका के हो तिम्रो तिमीले अगाडि बढ्न सक्छौ गाउँमा समाजमा त्यो तिमीले गर्नुपर्ने तिमीले हत्या गरेको छौ रण्डीका बान सुन भन्दैछ माचिक्ने त चिक्नेले चाहिँ मुजी त ग्रुपमा आएको मुजी पठाना चिक्ने पठाउँदाखेरि त रण्डीका बान लाडो मेरो भाइ बहिनी आएको छ गाली गरेर किन पठाएको मुजी मुजी शरम सकेकी गाडी मलाई गाली गरेछ मेरो भाइ बहिनीले तेरो चामल खाइदिएको छ राडी भनेर तँलाई म नाङ्गो झार बनाउँछु गेममा तो राडीलाई चिक्नेले पारिस मुजी 4वटा म्याच जित अनि मात्र मुजी तँले नाङ्गो झार पाछस् तो राडीलाई नाङ्गो झार बनाएर तँलाई त कसले चौयो गर्छ हो मुजी हो त चिक्नेलाई तँलाई मेन्टल भइसकिस त साले त चुतिया तो राडी बाट्ने चाल छैन तो राडीलाई नाङ्गो झार बनाउँछु भन्छ साला हैन भिसी गरेर केटीहरुलाई पैसा पठाउँछ सरी बुवाबासी गरेर यसले पठाएको साथी हो पहिला मलाई चिकाचिक गरेको दुईटा भिडियो अनि मैले पठाएको रुन्छेस यसले सुरुवात किन गर्यो कहिले सुरुवात किन गरिस् राडी किन भिडियो पठाइ किन त केटीलाई पोइदियो गरे ठोक्ने बेलामा ठोकिस भिसी गर्ने बेलामा गरिस अनि गरेर चाहिँ अहिले तँ अनि मैले पठाइदिएको चाहिँ अनि त बुवाबासी गरेर मेरो यो केटीले मेरो 1,70,000 खायो भनेर किन रुवाबासी गर्दै आउँछ टिसी भरिएको पठाउने यही हो मलाई पठाउने यही हो पहिला तँलाई मैले पठाइदिएको जाठा तैले पहिले मेरी क्वीन र तैले त पूजा लामाको तैले भिडियो पठाइस् मलाई अनि यसको गतिलो छ भाइ बहिनीलाई गाली गर्छ यसले जाठा यसले मेरो भाइ बहिनीलाई गाली गर्दै पठाउँछ यसको रासन खाइदिएको छ मेरो भाइ बहिनीले पठाउने बेलामा गाली गरेको छ जाठा हाकारेको छ पठाइदिएको थियो अनि लु जाठा लु हेर मुजी गोब्रे भनेर पठाइदिए अनि म त रिस उठ्छ मेरो भाइ बहिनीलाई गाली गर्यो भने म त त्यस्तो मान्छे हो मेरो भाइ बहिनीलाई किन गाली गरिस् तेरो भात खाइदिएको छ तेरो अन्न खाइदिएको छ मेरो भाइ बहिनीले तँलाई चुप
तँलाई कसले तेरो सामानको फोटोहरू पठाउन लायो भन् त जाठा पातकी बुढो तैँले पठाइस् नाङ्गो झार बनाएर खेल्छु पहिला भिडियो पठाउने यही है केटा हो यसले पठाएको छ भिडियो 2टा अनि मैले पठाएको यो डाँडा कटाउनु पर्छ आज गेममा राडीलाई खाते मैले के को भिडियो पठाएको छु मेरो सामानको भिडियो पठाएको छु तँलाई किन पठाइस् त किन पठाइस् त पठाइस् किन भिडियो भिडियो वाइ यु सेन्डिङ मी आफ्टर हर च्यालेन्ज द पोइन्ट सिस्टम भरे म यहाँ सबै स्क्रिन शट गरेर पठाउँछु हैन स्क्रिन यो शट गरेर सबै लाइभमा देखाउँछु कुरा गर्छौ नि बोल न म चाहिँ म्युट नानी मेरो केरा ठोक्छौ के लाडोमा ठोक्छौ कि पुतीमा ठोक्छौ केमा ठोक्छौ बोल्दैछस् माछिक नै फेरि बोल्छस् तिमी एकदम ज्यादा भइराछौ फेरि तिमी अनुहारमा ब्लड जमिसकेछ तिमी अलि बिस्तारो गर अनुहारमा फेसमा भन्नुस् न त जाठा बुढो तँलाई त बोलेको यो केटी कति नराम्रो बोल्दैछ साथी तैले तेरो सामानको फोटो चाहिँ किन पठाइस् मलाई भन् त्यति मात्र भन् तैले पहिला किन मुजी पुती गयो यसले पठाएपछि अनि मैले पठाइदिएँ त्यही हो दुनियाँले कुदाइरहेको छ त्यो पठाइदिएपछि सेकेन्डमा मैले गर्दै ल ठिकै छ तैले अरूको पठाउन तोरण्डीका बाला चाहिँ मैले न मेरो पठाएको थिएँ न तैले चाहिँ किन तेरो चाहिँ पठाइस् भनेको तेरो चाहिँ किन पठाइस् मैले त 2टा पठाएको थिएँ उसले पठायो हात्तीको बच्चाले त्यो उहाँसँग अनुसन्धान गरेर परराष्ट्र मन्त्रालयमा आउनुहोस् त्यहाँ हात्तीको बच्चालाई लाइभ सेयर गर्छु म यहाँ एकछिन हात्तीको बच्चाले पठाएको यहाँ आऊ तिमी यहाँ पेन किलर आउँछ पेन किलर आएर अनि तेरो सामानमा पेन किलर हालिदिन्छ तँ चुप लाएर बस अहिले हतार नहतारी पेन किलर यता आऊ यहाँनिर आउँदा यो माछिक्ने गोब्रेले मुजीले हामीले मुजी यसलाई जाठा रन्डीका बाँधा यसलाई के गरेको छ माछिक्नेलाई खाते जहिले पेन किलरले तेरोमा 10 वटा पेन किलर खान्छ तँ चुप लाएर बस तेरो चिलाको होला त्यही हाल निको हुन्छ चुप लागे एकछिन माछिक रन्डीको चुप लाएर बस मुजी खाते मन्डे टोलीलाई पनि हाल्दे पुतीभित्र 2टा पेन किलर निकै चुमुक चुमुक गरिरहेछ राडी मेरै लाइफमा आइरहेको छ अहिले गर्न सक्दैनस् का मुजी त मुजी 3 इंचको सामान लिएर मुजी हैन त्यही भएर अहिले चाहियो भने सुनामीले पनि तँलाई अहिले दन खान दिन सक्छ घोटाएर त्यही भएर तेरो गर्लफ्रेन्डले छोडेको गोब्रे अब सुनामीले मलाई मुटु हाल्छ तेरो गर्लफ्रेन्डले तँलाई बिनाले किन तँलाई छोडो भन्दाखेरि तेरो सामान काम छैन जाठा 3 इंचको सामान जाठा हैन तुरी बोकेर जिब्रोले गर्छ त हो मुजी जिब्रोले गर्छ त काम कस्तो कुरा गर्छ यार जिब्रोले हान्छ त जिब्रोले साइलोको जिब्रो छ त लाउनु पर्ने है ए जे पाइदे झापाली योन्जन जे पाइदैन भन्नु है भन्दैछु राडी हाँसी बार्बी गर्ल यो फेरि बेला बार्बी गर्ल भनेर चिनिन्छ नेपालमा पेन किलर कहाँ छ का पेन किलर अनलाइन छ र किन आउँदैन का पेन किलर छिटो आउ तिमी यहाँनिर आउँदैन पेन किलर किन आउँछ तेरो पुतीमा पेन किलर हाल अनि बस के बोल्छस् फेरि बोल्छस् पेन इज पेन हार्मोन इज हार्मोन चेन्ज अफ द माइन्ड गेम अफ द सोसाइटी इन द जंगल हेर गोब्रे त धेरै भइसकिस् कि तँलाई यिनीहरूलाई उयो ब्लक हान्दै पठाउनु भन्दैछु है लास्ट कुदाउनु पर्ने हुन्छ त्यो फोटोहरू भिडियोहरू तानिराख त यो माछिक्नेको यो एउटा यो पेन किलर पुतीमा पेन किलर हालेर हिँडिरहेछ तिमुरा भन्नेलाई चाहिँ यो यसको यो फोटो भिडियोहरू उठाइराख त यसको लास्ट कुदाउनु पर्छ रन्डीका बानको यो माछिक्नेलाई त यो मोडेटर यसको लास्ट कुदाउनु पर्ने हुन्छ तिमी अब हाल्नेवाला पेन किलरले 10 वटा ल्याउँछ तिम्रो पुतीमा हाल ल एन्सर रन्डीका बान एकछिन माछिको चुप लाग है मोडेटर यसको फोटो र भिडियो उठाइराख्नु त मलाई भरे व्हाट्सएपमा पठाउनु यसको म भरे किरा कारम गर्छु रन्डीका बानको युट्युबमा गएर लाडोको भुत्ला हलिनेवाला छैन युट्युबमा मेरो भाइ बहिनीलाई के ल एउटा प्रश्न मेरो भाइ बहिनीलाई त राडीको के खाइदिएको छ र कराउँछस् यहाँ भन त किन कराउँछ त्यो चामल खाइदिएको छ रन्डीका बानको मुजी गाली खान भनेर आएको टिकटकमा राडी राडी किन कराइस् मेरो भाइ बहिनीलाई ठोक केटा हो के हेर्छस् मुजी 16 जना छ ठोक न मुजी किन गाली गर्छ तिमीहरूलाई 16 जना छन् साइला इज किङ भन्दैछ साइला अलवेज किङ हो हिरो डु एन्ड डाई खेल्ने हो भतुवा युकेमा पुगेको मुजी भतुवा हो यो साइला अलवेज हिरो साइलाले काँचो मासु खान्छ खाली पाकेको डेभिड शेर्पा 1 नम्बर और 1 नम्बरको यो डेभिड शेर्पा 2 नम्बरमा यो दुईटा हो भाइरल हुन भाइरल त साइला त अलवेज भाइरलै छ भाइ ए चिन्ने साइला इज रक यार साइलाले किन मेरो भाइ बहिनीलाई गाली गरस् तेरो धन सम्पत्ति खाइदिएको छ भने खाइदिएको छ भोलालाई लाइभ शेयर गर्नु पर्ने लाइभ शेयर गरेर भोलालाई लाइभ भोलाले किन गाली गरिस् ओइ तैले गाली किन गरिस् चिक्ने बोल यहाँ बोल मोजी किन गाली गरिस् चिक्ने साइलोलाई मेरो सा भाइहरुलाई किन गाली गर्छस् भोलालाई लाइभ शेयर गर्नु त लाइभ शेयर यो मुजीलाई ठोक्नु पर्ने भयो माछिक्नेलाई किन गाली गरिस् त्यो यसको लास्ट तेरो लास्ट म कुदाउँछु मुजी तेरो लास्ट कुदाउँछु पख जाठा मेरो लाडाको भुत्ला पनि हलिँदैन मेरो लास्टले लाडा चिक्नेको लाडाको भुत्ला हलिन्छ कि हलिँदैन त थाहा हुन्छ चिक्ने त्यस्ता लास्ट चिक्ने कति कुच्चा जिन्दगीमा आ खुदा
त चिक्नेको पख्न तँ साइला इज किङ साइला इज अलवेज किङ ल यार तिमीले मेरो भाइ बहिनीलाई कराइस किन है जाँठी ओइ पात किने जाँठी हेरो के खाइदिएको छ है मेरो भाइ बहिनीलाई दुनियाँभरको मुख छाड्दै हिँड्छस् के गरिदिएको छ यहाँ भाइ बहिनीले सबै लेखिरहेको साइलो इज किङ तैँले किन गाली गर्छस् तैँले भात पकाएर दिएको छस् तैँले तरकारी पकाएर दिएको छस् त्यो भाइ बहिनीलाई तर गाली गर्ने किन तेरो अधिकार छ तेरो यहाँ डोमिनेट भइसकिस् तँ सुत ओछ्यान सिर गोडेर सुत उतलीमा पेन किलर हार सुत साला दुनियाँलाई हुँदैन होइन कि यसको कर्तुत के छ भने हुन्छ नि त चाइलो इज डन तेरो अनुहार र तेरो बेहोरालाई यहाँ गरेको छन् मान्छेले तेरो बोली तेरो लिपि स्ट्रिट डिओजी हो त खाते यसले के गर्यो भने साथी हो त्यो क्रिसमसको दिन रक्सी खाएर आएछ मालिककोबाट अनि घोप्टो टाउको लडेछ उत्तानो भएछ अनि गोराले हानेर यसलाई खत्तम बनाइदिएको थियो हो कि भन्छ तैँले भनेको त चिक्नेलाई गोराले हान्ने होइन त चिक्नेको मुजी गोराले हानेर यस्तो लडेर दुईटा खुट्टा दम हुनु परेको तैँले माछिक्ने त गुले भण्डारी मुजी होइन त गुले भण्डारी छ नि माछिक्ने त खुलिते साइला मुजी कति गराउँछ भाइ बहिनीलाई भाइ बहिनीले तेरो के खाइदिएको छ तेरो मासु भात खाइदिएको छ के खाइदिएको छ कि तैँले पैसा दिएर यिनीहरूलाई हुर्काएको छस् कि तेरो गाली खाना आएको हो यो मेरो भाइ बहिनी ओइ राडी तर रन्डीका पान झरेर जाए माछिक्ने बाक म डान्स गरेर बस्छु मुजी बाक चिक्ने एउटा काम छैन मान्छे भएर मान्छे जस्तो बस्छ मुजी त चिक्ने माथि बसेर मुजी काम छैन रन्डीका बान माछिक्ने तेरो लाइफ खोल मुजी उता बस माछिक्ने जा चिक्ने तेरो काम छैन मुजी भतुवा भाग चिक्ने